हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो, न्यू डे है त। अनि आज नयाँ वर्षको सुरुवात पनि हो। 2082 साल लागेको छ। आज 1 गते अनि तपाईहरु सम्पूर्णमा नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहे। अनि यो भिडियो चाहिँ मैले छोटो मिठो यसो बनाउन खोजिरहेको छु, हेरिदिनु होला। अनि 2081 साल चाहिँ तपाईहरुको के कस्तो भयो, जे जस्तो भए पनि 2082 साल चाहिँ एकदमै राम्रो होस् भन्न चाहन्छु हैन। सबैले राम्रो काम, नयाँ कुराको थालनी गर्नुहोस्। अनि अब आज चाहिँ छुट्टी होला सबैजनाको, अनि मेरो पनि छुट्टी नै छ भनौँ न। अब आधी घण्टा जस्तो त्यहाँ काम छ अफिसमा, त्यहाँ जाने। अनि त्यसपछि आज घुमघाम रमाइलो के कसो हुन्छ तपाईहरु हेर्दै गर्नु। रेडी छ मेरो, अब जानुपर्ने हुन्छ है त अफिसमा पुगिसकेपछि भेट्छु म। ओके ल गाइज, म चाहिँ अहिले चाहिँ ट्याक्क घरबाट खानासाना खाएर रेडी भएर अफिस पनि आइपुगेँ है। अब अफिस चाहिँ छुट्टीको दिन किन आएको भन्नुहुन्छ होला भने, साँच्चै भन्ने हो भने आज चाहिँ छुट्टी नै हो। तर हिजोको काम चाहिँ थोरै बाँकी थियो, त्यो काम चाहिँ अब आधी घन्टा जस्तो लाग्छ, सकिहाल्छु। त्यसपछि न्यू इयर कहाँ के हुन्छ हेर्दै जानु होला है त गाइज। ल अनि मेरो अफिस चाहिँ यहाँ एउटा, मेरो क्याबिन चाहिँ यहाँ छ। अब कामहरू गर्नुपर्ने छ, एकछिन काम सक्छु। अहिले चाहिँ अब अफिसको कामहरू गर्नुपर्ने छ है। अब हिजोको कामहरू पनि बाँकी छ अलिकति। अब आज छुट्टीको दिन भए पनि के गर्नु, हेर्नु न, काम गर्नुपर्ने हुन्छ। अनि अनलाइनको काम हो सबै है, हाम्रो चाहिँ अनलाइन गर्नुपर्ने हुन्छ। त्यो भएको कारणले अब एकछिन चाहिँ चटक कामसाम गर्ने अनि ढुक्कले अफिस बन्द गर्ने आज छुट्टीको दिन। ल गाइज, म चाहिँ अहिले अफिसको काम पनि गर्दैछु। अब लगभग काम पनि सक्यो। अनि यहाँ जहीँ पनि आउनु भएको छ। ल अब आजको न्यु इयरको प्लान चाहिँ खासै केही होला जस्तो छैन। अब आज एउटा सपिङ के सरप्राइज होला, एउटा सरप्राइज सपिङ छ। अब बजारतिर जान्छौँ हामी। अब लगभग अब चाहिँ काम सकिन लाग्यो, अब फाइनल अलिकति बाँकी छ। अनि त्यसपछि निस्किने है त गाइज, हेर्दै गर्नु होला। र गाइज अहिले चाहिँ हाम्रो अफिसको काम पनि सकियो हाम्रो। अब यहाँ सट्ट अफिस चाहिँ यस्तो छ। कहाँ जाने हामी होला भन्नु। अब हामी दुई भाइ चाहिँ नयाँ वर्ष मनाउन इटाली जाँदैछौँ। अब के भन्नु, त्यहाँभन्दा अरू ठाउँ जान सकिएन होइन। बाँकी तपाईँहरू हेर्दै गर्नु होला होइन। हजुर उहाँ पारि जाउँ न, गोर्खा डिपार्टमेन्ट लाइन। ल यहाँ चाहिँ गाइज बुढी खोलाको पुल हो। यहाँ चाहिँ कन्स्ट्रक्सनको काम भइरहेछ। यता चाहिँ बुढी घाट देख्न सक्नुहुन्छ। यहाँ चाहिँ भागवत गीता श्रीकृष्ण पूर्णमी, यता मन्दिर देख्न सक्नुहुन्छ। ल यो चाहिँ इटालीको चोक हेर्नु न, अस्ति चाहिँ चट्टा आगो लागि भएको घर। यो सेन्ट्रल प्लाजा पनि यहीँनेरि देख्दै हुनुहुन्छ। अनि यो चाहिँ मेन चोक हो। अलिकति मेन चोकमा चाहिँ जाम हुन्छ, ट्राफिक लाइटहरू पनि छ यहाँ चाहिँ ठिक्क। तर म आउने बित्तिकै यहाँ चाहिँ खुलिरहेको छ। अब हामी ट्याक्क चोक कटेर पश्चिम लाइनमा जान्छौँ, त्यहाँ मोबाइलहरू किन्छौँ है त गाइज। ल लगाइ फाइनली इटाली चोक पनि आइपुग्यो यहाँनेरि। अब चाहिँ यहाँ मोबाइल किन्नुपर्ने हुन्छ बहिनीलाई है। अब हेरौँ आज कस्तो कस्तो मोबाइलहरू छ बजारमा। यस्तो छ मार्केट चाहिँ। मोबाइल किन्नुभयो नि त? ल मोबाइल किन्नुभयो, सरप्राइज छ बहिनीलाई। मैले पनि किन्न चाहिँ खोजेको, अब अलिकति दाम काम मिलेन है, गाह्रो छ। ल अब चाहिँ यहाँ नास्ता खानुपर्ने हुन्छ। गाइस अहिले चाहिँ हामी न्यु इयर मनाएर जक्क इटालीबाट मोबाइल किनेर खाजा नास्ता खाएर अनि चट्ट यहाँ आउँदैछौँ। अब बेलुकाको लागि प्लान बनाउँदैछौँ हामी। अहिले चाहिँ यहाँ चट्ट यस्तो छ। अनि तपाईँहरूले न्यु इयर कसरी मनाउँदै हुनुहुन्छ भन्नु होला गाइस। वाउ बवाल देखिन्छ नि गाउँ त। खोइ त यहाँ। ल गाइज अहिले चाहिँ हामी यहाँ गाउँमा आइएको छ ठ्याक्क। यता म पनि छु है, लाइक गर्नुहोस् प्लिज। नयाँ वर्षको दिन आज यता र उता घुमिराखिएको छ। अब त्यही हो, अब घर जाने, अब चट्टसँगले सबै व्यवस्था गर्ने अनि रमाइलो गर्ने। अनि अब चाहिँ आजको न्यु इयर त्यस्तै भयो, टाढा जान सकिएन। अब घरमै व्यवस्था गर्ने, खाने, रमाइलो गर्ने है त। ल गाइज अहिले चाहिँ हामी यहाँ ठ्याक्क घर पनि आइपुगिसक्यौँ। अनि यहाँ सट्टा जोइले के ल्याउनु भएको छ। अब आज न्यु इयरको दिन केही छ विशेष? ल यहाँ हाम्रो यहाँ क्युटी पाइ यसलाई भ्लगमा अस्ति देख्नु भएको थियो होला। रिसाको हेरौँ न, यो किन रिसाको चाहिँ किन? ल ओके गाइज अहिले चाहिँ घर आइपुग्यो हामी। अब चाहिँ घरमै रमाइलो गर्नुपर्ने हुन्छ। जति जे त्यति टाढा जान पाइएन, न्यु इयरमा घुम्न पाइएन है।
अहिले चाहिँ न्यु इयरको चाहिँ स्पेसल हामीले चाहिँ यहाँ हेरौँ न यस्तो इस्कुसको कति सानो दाना के बन्दैछ हाम्रो खोइ खोइ त बाहिर छु खोइ अहिले चाहिँ चट्ट न्यु इयरको यहाँ स्पेसल हाम्रो चाहिँ यहाँ बन्दैछ रेडी हुँदैछ हाम्रो चाहिँ माल सामानहरू चट्ट ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ अब यस्तै भयो गाइज घरमै मनाउने कुरो भयो आज चाहिँ त्यति साह्रो कहीँ घुम्न जाने कुरो पनि भएन इटरी सिटरी गइयो मोबाइल सोबाइल किन्यो यताउता है अनि तपाईँहरूले के कसरी मनाउँदै हुनुहुन्छ यसो जानकारी दिनु होला अनि सबैजनाले राम्ररी मनाउनु होला ल यहाँ चट्ट व्यवस्था हुँदैछ हाम्रो चाहिँ तोरी भाइको आज दिनभरि यहीँ न्यु इयर मनाउने हो रमाइलो गर्ने हो दामी गीत बजाउनु ल नाच्नुपर्छ अब ल है यो हो नि त तरिका ल गाइज ह्याप्पी न्यु इयर है ह्याप्पी न्यु इयर दोमनमा खोटाङ जिल्ला दिक्तेल बजार नयाँ वर्षको यस्तै रमाइलो हुँदैछ है अब खानपिन हाम्रो सुरु हुन सक्दैछ यहाँ देख्दै हुनुहुन्छ के गर्नु घरमै बसेर रमाइलो गर्ने हो अब ल है ह्याप्पी न्यु इयर गाइज ह्याप्पी न्यु इयर वाउ 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 बबल डान्स बाफ रे बाफ यो हो नि त न्यु इयरको डान्स भनेको त काला चस्मा ए कतिले राख्दा खसी त सानो ल्याएको कत्रो ठुलो भएछ हेर्नु त खसी यत्रो ल्याएको दिदीहरूको यो आम्मामा ल हेर्नु त केटाकेटीहरूले आजको न्यु इयर त यस्तै भइरहेको छ घरमा है बबालै इन्जोय भइरहेको छ अनि बबाल रमाइलो गर्दैछौँ खाँदैछौँ यस्तै छ गाइस तपाईँहरूले कसरी मनाउँदै हुनुहुन्छ यसो कमेन्ट गर्नु होला न्यु इयर कस्तो भइरहेको छ आजको फिलिङ्स बताउनु न कस्तो के छ सरप्राइज छ कसैलाई त्यो थाहा छ कसैले फेरि कसैलाई दुईटा सरप्राइज छ दुईटा सरप्राइज छ त्यही हो अरू के होइन यता खसी आएको छ यार यहाँ त गाइस यहाँ हो ला कुदो ला कुकुरले कुदायो फेरि यहाँ आयो यहाँ आइपुग्यो ल यहाँ चाहिँ दिदीहरूको खसी ए यसले त नचाउने रहेछ सबलाई ल हेर्नु त गाइस नचाएको नचाइ छ है यो डेडी पनि आउनु भयो यहाँनिर चाहिँ यहाँ बिली खेलाउँदै हुनुहुन्छ के हो तपाईँ डेडी कहाँ जानुभएको थियो आज म डेडी पनि आउनु सबैजना आएपछि रमाइलो हुन्छ गाइस हेर्दै गर्नु होला एक्सप्रेसनल क्या आयो यसको त खोलो मात्रै हो कि काली सुरुमै बिलमा आएको गएछ फेरि कम है मैले डिस्काउन्ट मेरो आफ्नो चिन्जान हो नि त होइन बिल कम छैन भ्याटमा चाहिँ नयाँ आएछ हौ नयाँ भ्याटमा त सबै त्यही हुन्छ नयाँ हो नयाँ ऊ त कभर हेरेर थाहा हुन्छ क्या स्यामसङ हो क्या अनि स्यामसङको अनि ओरिजिनल फोन ल्याएको छ सबैजना भेला भएको छौँ यसलाई पनि ह्याप्पी न्यु इयर के छ ह्याप्पी न्यु इयरमा तपाईँको भनाइ ल ह्याप्पी न्यु इयर ल्याउने जय यता ल जय आफ्नै बिजी हुनुहुन्छ मम्मी ह्याप्पी न्यु इयर टिकटक बनाउने भन्दै थियो ल यहीँ टिकटक बनाउनु तपाईँलाई के गीतमा नाच्न आउँछ सबैमा आउँछ मम्मीले केमा आउँदैन जे पाए त्यहीमा नाच्नुहुन्छ मम्मी ल ह्याप्पी न्यु इयरमा आज नाच्ने कुरा पनि हुँदैछ अब हेर्दै जानु होला यस्तै छ गाइज अब हेर्दै गर्नु होला होइन बिहानदेखि अब हाम्रो अहिले अब यसो परिवार सबै अब खासै घुम्न जान पाइएन अनि अब सबैजना रमाइलो गर्दैछौँ यहाँनिर चाहिँ नयाँ वर्षको उपलक्ष्यमा यस्तै छ सबैजनालाई शुभकामना यो डेडीले के भन्नुहुन्छ जस्तो छ
ह्याप्पी न्यू इयर। नयाँ वर्षमा नयाँ नयाँ कामहरू राम्रो होस्, शुभकामना सबैलाई। ल सबैजना ल रमाइलो छ। नव वर्ष 2082 सालको शुभकामना। 82 सालको सम्पूर्ण मेरा चिन्जान र आफन्त साथीहरूलाई शुभकामना। इष्टमित्र लगायत मेरा शुभचिन्तकलाई एकदम शुभकामना। उत्तर प्रगतिको कामना। नेपाली दाजुभाइ देश तथा विदेशमा छरेर बस्नुभएका दाजुभाइ दिदीबहिनीमा नयाँ सालको धेरै शुभकामना। यही छ। त के भन्छस्? ओइ त के भन्छस्? ह्याप्पी न्यू इयर भन्छु। ह्याप्पी न्यू इयर। तपाईँ के भन्नुहुन्छ? ह्याप्पी न्यू म त भन्न पनि आएन। के अरे? नयाँ साल 2082 सालको हार्दिक शुभकामना सबैजनालाई, मेरा आफन्त जति चिन्जान भएकालाई, टिकटकका साथीहरू सबैजना नेपालीहरूलाई, देश विदेशमा छरिएर बस्नु भएकाहरूलाई ह्याप्पी न्यू टु अल। ह्याप्पी न्यू टु अल। कति सबैजना ह्याप्पी न्यू इयर भन्नु त। ह्याप्पी न्यू इयर। ल ह्याप्पी न्यू इयर। ल सबैजना होइन, अब यो चाहिँ छोटो मिठो भ्लग हेरिदिनु भएकोमा धन्यवाद। आज चाहिँ यस्तै भयो। अब धेरै भ्लग त बनाउन पाइएन, घुम्न जान पनि पाइएन होइन। तपाईँहरूले यस्तै देख्दै हुनुहुन्छ, ठिक छ। फेरि रमाइलो गरौँला, अरू बेला पनि घुम्न त पाइहालिन्छ। अब यस्तै छ है, हामी चाहिँ सबैजना खानपिन भइरहेको छ, परिवारसँगै रमाइलो भइरहेको छ। अब डेडीको राम्रो छ है प्रगति। तपाईँले हाल्नुभयो, जहिले हाल्नुभयो, अलिक राम्रो नाच्नु भएन यहाँ। लगाइ अहिले चाहिँ हेर्नु न, नयाँ वर्षमा रमाइलो गर्दै पानी पर्न आँटो, तर के गर्नु, पानी पर्दैन होला है। हेलो गाइज, गुड मर्निङ। आज चाहिँ नेक्स्ट डे है त। हिजो चाहिँ भ्लग इन्ड गर्न नि पाइएन, के कस्तो भयो, रमाइलो गर्दै नयाँ वर्ष लागिहालेछ, सुती पो हालिएछ गाइज। अनि अहिले चाहिँ यहाँ बहिनीको घरको छतबाट चाहिँ भ्लग बनाउँदैछु। अब यो चाहिँ खासमा हिजो अन्त्य नगरेकोले सामान्य भिडियो अन्त्य गरौँ भनेर मात्रै हो। अब नेक्स्ट भिडियोमा चाहिँ भेट भइहाल्छ। त्यति बेलसम्म चाहिँ यो भिडियो हेरेर साथ दिनु होला, लाइक सेयर सब्सक्राइब गर्नु होला। अनि यहाँ हेर्नु लगाइ छतमा के छ तपाईँहरूलाई म थोरै नजरा देखाउँछु। चट्ट यो चाहिँ कागतीको लेमनको धेरैवटा बोट छ अनि देख्न सक्नुहुन्छ यहाँनिर के छ रोपेको। यहाँ बोडी पनि फल्दै रहेछ, फुल देखिहाल्नुभयो। अनि हेर्नु कति धेरै छ। अनि यहाँ नजरा हेर्नु त गाइज, नजरा देख्नुभयो त कस्तो छ वरिपरिको। वाला हेर्नु, यहाँ जहाँ घाँस काट्दै हुनुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ। बासो कि खेलाइलाई हो लगा यस्तै हो। अहिलेलाई चाहिँ अब यो भिडियो चाहिँ अन्त्य गर्छु। नेक्स्ट भिडियोमा भेटिन्छ। त्यति बेलसम्मको लागि बाई बाई।